रवि लामिछानेमाथि जेल ब्रेकको गम्भीर आरोप, मानव अधिकार आयोगको सनसनीपूर्ण सिफारिस। हो दर्शकबिन, नक्खु कारागारबाट तत्कालीन समयमा रवि लामिछानेलाई बाहिर निकाल्ने खेल मानव अधिकार उल्लंघन मात्र होइन, यो सरासर फौजदारी अपराध हो भनेर राष्ट्रिय मानव अधिकार आयोगले भनेको छ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनका क्रममा नक्खु कारागारमा भएको जेल ब्रेक घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले सिधै प्रधानमन्त्री कार्यालयमा कड़ा सिफारिस बुझाएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने र तत्कालीन जेलर सत्यराज जोशी बीच योजनाबद्ध मिलेमतो भएको हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। आन्दोलनका बेला रासोपाका तत्कालीन सांसदहरू मनिष झा र हरि ढकाल सहितको ठूलो भिडले कारागार घेरेको थियो। सुरक्षाको बहाना बनाएर रवि लामिछानेलाई बाहिर निकालियो, तर आयोगको निष्कर्ष छ यो कार्य कारागार ऐन 2079 को दफा 49 बमोजिम फौजदारी अपराध हो। जेलर सत्यराज जोशीले मलाई दबाब आयो भनेका छन्, तर रवि लामिछानेको बयान भने अर्कै रहेको छ। दुवैको कुरा नमिल्नुले पनि समर्थकको दबावमा जेलरले सम्झौता गरेको र योजनाबद्ध रूपमा जेल ब्रेक गराइएको आयोगको ठहर छ। रवि लामिछाने बाहिर निस्किए लगतै सोही कारागारबाट अन्य कैदीहरू समेत भाग्ने स्थिति कसरी बन्यो, आयोगले यसमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगकी सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा गठित समितिले यो घटनालाई सामान्य रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ। दोषी देखिएमा लामिछाने, तत्कालीन जेलर र रासोपाका अन्य जिम्मेवार नेताहरूलाई समेत फौजदारी कानून अनुसार कार्यवाहीको दायरामा ल्याउन सरकारलाई भनिएको छ। कानून भन्दा माथि कोही हुँदैन भन्दै राजनीतिमा आएका रवि लामिछाने आफै जेल ब्रेक जस्तो गम्भीर फौजदारी अपराधको अनुसन्धानको घेरामा परेका छन्। यस विषयमा तपाईको धारणा के छ? राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कानूनको पालना हो कि राजनैतिक प्रतिशोध? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।